भगवान भोलेनाथको एउटा स्वर साक्षात्कार गर्नको लागि स्वयं प्रकृतिसँग खेल्नको लागि र उहाँलाई हामीले कुनै भावमा अगाडि बढाउँ है भनेर उहाँको स्मरण गरेर हामीले ओम नमः शिवाय भनेर जल दिइरहेको हुन्छ शिव अस्तित्व हामीले सम्झेर। तर उहाँको सुरु पनि छैन अन्त्य पनि छैन, त्यही भएर अविनाशी हुनुहुन्छ। वास्तवमा भगवान भोलेनाथको रूप पनि छैन, गुण पनि छैन, गन्ध पनि छैन र उहाँ सुरु कहाँ छ अन्त कहाँ छ कसैले पत्ता लगाउन सक्ने पनि आजसम्म छैन। त्यस कारणले गर्दाखेरि उहाँ शिव हुनुहुन्छ, शून्यतामा शिव बस्नुहुन्छ। जस्तो खुला आकाश हो त्यही नै उहाँ शिव हुनुहुन्छ, कहाँबाट केही नै छैन। उहाँको जटाले जल धारण गर्नुहुन्छ, संसारलाई जल दिनुहुन्छ। वायुमण्डलीय बादललाई जटाको रूपमा परिणत गर्न सकिन्छ र यो गर्मीको संसारमा गर्माहट हुन्छ, मानवमा एकदम धेरै शक्तिको ऊर्जा हुन्छ। त्यसलाई निवारण गर्नको लागि उहाँले चन्द्रमा धारण गर्नु भएको छ, किनकि शीतलता प्रदान गर्न सकु है भनेर। मैले यो चन्द्रमा यसै राखेको होइन, यो शिरमा मानवको लागि केही राम्रो होस्, उहाँहरूको लागि उसको लागि शीतलता आओस् भनेर शीतलता प्रदान गर्नको लागि सेतो वस्तु, सेतो गुण शीतलताको प्रतीकको रूपबाट शान्तको लागि चन्द्रमा धारण गरेर आउनु भएको छ। तर त्रिपुण्ड धारण गर्नुहुन्छ, तीन नेत्रधारी हुनुहुन्छ, तेस्रो नेत्र उहाँसँग छ, तीनटा धर्कको टीका लगाउनुहुन्छ। प्रतिनिधित्व गर्नुभएको छ, स्वर्ग मर्त्य पाताल भनिनु भयो, ब्रह्मा विष्णु महेश भनिनु भयो, आदि शक्ति म भनेर नेत्रबाट विकास गराउनु भएको छ। कुन भावले वर्णन गरौँ भन्छु म। कानामा कुण्डल धारण गर्नु भएको छ, एउटा स्वयं ब्रह्माण्ड, पुरै साक्षात ब्रह्माण्ड हो कुण्डल भने। त्यसको सेप हेर्नुहोस् न, सबै ठाउँमा गोलो गोलो भइकन मसिनोबाट बीचमा मोटो फेरि मसिनो भएर गएको छ, तर पनि गोलो भएर आएको छैन, अण्डाकार भएर गएको छ कुण्डली। त्यस्तै छ र धरतीमा जहाँ पहिलो पाउ राख्नु भएको छ त्यो भूमि नेपाल हो। त्यही भएर यहाँ एकदम धेरै पावर छ। यो धरतीमा जति पावर कहीँ पनि छैन। धरती त एउटै हो, तर यो भन्छ नि शिरको भाग हो। यो सुरुको भाग भएको कारणले शिरको भाग बनेको हो। भगवानले पहिलो पाउ नै यहाँ राख्नु भएको छ, उहाँ पूर्ण यहाँ हुनुहुन्छ। यहाँबाट बाँडेर गएको हाँगा अन्त हुनुहुन्छ। भन्छ नि घर त मेरो काठमाडौँ, नेपालको काठमाडौँ हो, तर म अहिले अस्ट्रेलियामा छु, युरोपमा छु, अमेरिकामा छु भन्छन् नि, त्यही नै हो। उहाँको मेन घरै यही हो, यही ठाउँ हो, यही भूमि हो, यही मिट्टी। र उहाँको हाइट हेर्नुहोस् न, कसैले पनि उहाँलाई देख्नै सक्दैन, भेट्नै सक्दैन। उहाँ हाइट टवान हुनुहुन्छ, एकदम धेरै अग्लो हुनुहुन्छ। उहाँको सर्प, उहाँले लगाउने सर्प गोमन साँप हो। त्यो गोमन साँप पनि 50 फिटको हुन्छ भनेको छ, 50 फिट छ भनेको छ। त्यो 50 फिटको नागलाई कसरी घाँटीमा राख्नुहुन्छ? कति दिगम्बर होला होइन? स्वरूपबाट हेर्दाखेरि, निर्गुणबाट हेर्दा त ज्योतिर्बिन्दु हो, खुल्ला आकाश हो, तर सगुणबाट हेर्दाखेरि हेर्नुहोस् त 50 फिटको मालालाई, सर्पको माला कसरी लाउनु भएको छ, त्यसमाथि रुद्राक्ष अनेक थरीको धारण गर्नु भएको छ। तर म दिगम्बर छु, सर्प लाउँछु, मसँग सबै डराउँछन् तर डराउनु पर्दैन, म एकदम शीतलतामा छु भनेर शिरमा चन्द्रमा धारण गरेर देखाउनु भएको छ। वास्तवमा भन्नु भने भोलेनाथ केही पनि चाहिँदैन, दयाको खानी हुनुहुन्छ। उहाँलाई जति छिटो रिस उठ्छ नि, उहाँलाई त्यति छिटो भन्छ नि खुसी पनि उहाँ हुनुहुन्छ। के भन्छ ए होइन। त्यस कारणले गर्दाखेरि भोलेनाथ यतिसम्मको भगवान हुनुहुन्छ कि जसले जे माग्यो उसलाई त्यही दिनुहुन्छ। संसारमा कसैलाई पनि हजुरले खुसी बनाउनेछ भने भगवान भोले